बिहानदेखि पानी आइरहेको आज नेपालमा हामीले अब हाम्रो बुटा बुटामा फल्छ अमिलो हो कि के हो मौसम यसलाई दुईटालाई 500 अरे भाग्नु पर्यो मौसमले च्यालेन्ज गरिरहेको के जस्तो बुढी त पाकै हो कि हेलो गाइज वेलकम ब्याक टु माई च्यानल ऐश्वर्या हाम्रो नेक्स्ट ब्लग आज बन्दैछ हाम्रो चाहिँ आज मौसम पनि चिसो भएर मौसम एकदम चिसो छ बाहिर हैन बिहानदेखि पानी आइरहेको आज त्यसैले आज भरे चाहिँ हामी नाभे दिनभर चाहिँ हामी आज के भन्छ त अब लङ ड्राइभ यो के पानी परेको बेला ड्राइभ गरौँ अलि लङ ड्राइभ रमाइलो मजा हुन्छ भनेर दिनभरि घुम्यो लङ ड्राइभ गरियो दिनभरि अब भरे चाहिँ अब घर जाँदै के खाने भन्ने सल्लाह गर्दाखेरि आज ल जाडो छ चप्प नाभे सुप खाइदिनु त भन्ने सल्लाह भयो हाम्रो सल्लाह भयो अनुसार अब हामी चाहिँ नाभेको सरजाम किन्नलाई नाभे खानाको लागि सामान किन्न अब सुप्पामा अलिअलि सामान किनिसक्यौँ अलिअलि अब छुटपाट किन्न हिँड्दैछौँ हामी सामानहरू किनेर खाने कुरो भएको छ आज नाभे भनेको चाहिँ अब यासाई भनेको यो तरकारी आइटमहरू एउटा सुप हुन्छ त्यस्तो त्यही नाभेको सुप पाउँछ जापानिज भाषामा चाहिँ नाभे भनेको चाहिँ अब के भन्छ त्यसलाई नाभे भनेको एउटा सुप हुन्छ क्या मेन सुप हुन्छ नाभे भने चाहिँ खास चाहिँ त्यो भाँडोको नाम हो नाभे भने चाहिँ त्यो भाँडोको चाहिँ त्यो भाँडोमा स्पेसल भाँडोमा चट्ट यासाईहरू राखेर तरकारीहरू राखेर त्यसमा स्पेसल सुप हालेर त्यसलाई स्पेसल बनाएर खानेलाई चाहिँ नाभे भन्छ खास चाहिँ विशेष हाम्रो यो ब्लग चाहिँ आज नाभे कसरी बनाउने त कसरी पकाउने के राख्ने नाभेमा त्यसैको विषयमा हुनेछ हामी सामान किन्दा आउँछौँ सामान के चाहिन्छ हामी चाहिँ अब नाभेको लागि सामान लिख्दैछौँ सेउला नि र महँगो जापानमा लास्टै महँगो छ चारवटा सेउलाई 700 रुपियाँ 650 यति 3टा टमाटरलाई 280 यो भयो ठिकै हो सस्तो हो अहिले त निरा पनि राख्नुपर्छ है यो हाम्रो नेपालमा यसोलाई के भन्छ कुन्नी लसुनको पात होइन पियाजको पियाजको पातै होला तर स्मेल चाहिँ छैन है यसको यति मुठालाई 110 रे ओके फर्स्ट वान अनि यो हाकुसाई मेन चाहिँ हाकुसाई हो विशेष यो लाने होला नि त मुठा परेको हुन्थ्यो त अरू बेला होइन र यो चाहिँ नेगी यो के को पात अरे पियाजको डाँठ मोटो यो लाने नै यो च्याउ कतिको अलि सस्तो रहेछ नि यहाँ त ओके दुईटा त्यो भयो अरू केही ल नेपालमा हामीले अब हाम्रो बुटामा फल्छ अमिलो हो कि के हो मौसम यसलाई दुईटालाई 500 अरे 520 रे सेउ छैन घर यो ओइलाएर अब कुहिएर भेन लाग्छ तर पनि यसलाई कति छ 538 पैसा चाहिँ यहाँ यसरी आफैले तिर्नु पर्ने हुन्छ कति लागेको छ त्यति तिर्ने हो अनि हामीले सामान किनेर फुकुरोमा सामान राख्दैछौँ इधर यो चाहिँ यसरी राख्नुपर्छ गाइजहरू हाम्रो यो एउटा मेलनलाई 2200 रुपियाँ रहेछ है कति सस्तो छ लास्टै सस्तो छ नि आज नाभे खाने जस्तै दिन्छ पानी दर्किएर लास्टै पानी परेछ अब भाग्नु पर्यो पानी पर्यो ओ माय गॉड पानी परेको ओके अब हामी सामान किनेर सक्यो अब रुम जाँदैछौँ घर जाँदैछौँ 6 बजे बल्ल तर यस्तो मजा भयो किन भयो पानी परेर मौसमले च्यालेन्ज गरिरहेको के जस्तो च्यालेन्ज गरिरहेको छैन नाभे खाना भनेर च्यालेन्ज एक्सेप्टेड होइन आज नाभे कस्तो बन्छ त नाभे म 1 नम्बरबाट हाल्छु नि अस्तिको नाभे चाहिँ सही मिठो भएको थियो नाभे स्पेशलिस्ट हो नि त स्पेशलिस्ट हो माय गुडनेस ओके हामी चाहिँ घर आयौँ मेन यो नाभेको सुप भनेको चाहिँ यो हो यसैले नाभेको टेस्ट दिने हो यहाँ अब हाकु चाहिँ केलाउँदै हुनुहुन्छ यहाँ चिकन हो यो चिकन पग्लिँदैछ निरा जम्मै राख्नु भएन होला यो पनि मेगी पनि
सर्लकै नपाइ हाने के ल्याएर गाथे भेज त्यो आइटम त सबै के भने तिमी सबै हो सेट को खाने हो यो उसन नि हैन तर यो के च्याउ भन्छ अरेलाई त्यो एनोकी माइताके भन्ने के हो त हजुर माइताके भन्ने सीताके माइताके भन्ने त्यो फेरि गाठ भएर माथि छाता जस्तो परेको हुन्छ नि हो त्यो टाइपको नेपालमा पनि सीताके त भन्दो रहेछ त्यो एउटा जापानिज हो अब आफै काटिन्छ यहाँ यो त ठ्याक्कै नेपालको रायोको साग जस्तै भयो त पात त ठ्याक्कै त्यसरी थियो यसको तरकारी पकाएर खाने भने कस्तो हुन्छ गुलियो हुन्छ है कसरी फल्छ होला कि यो टप्पै मुठो भएर कि पछि जमाउने के हो सबै एकैचोटि निकाल्ने त्यो जरो भन्दा नि ट्याक्क मुठा भएर स्मेल चाहिँ कस्तो अमिलो खाए के गर्ने हो त तिमी नाच नि आएछौ मैले के गर्छु भन्न लाग्छ बिर्से कि नेगी ल्याउने के भयो बेटा यो बेटा मन्ने लड्डु फुटा पानीसरले काट्दै हुनुहुन्छ नेगी नेपालमा त यस्तो फलाउँदैनन् है के नेगी कसले खाउँछ त्यही त यस्तो कहाँ नेपाली यस्तो कहाँ खाँदैन भात र दाल अलिकति दाल धेरै चाहिँदैन भात चाहिँ चाहियो भात त चाहियो एक थाल यति नेगी भयो अब हाम्रो एनोगी कटाइन्छ एनोगी कस्तो टप्प निकालेको मुठा भएको टप्प बाँधेको मुठा जस्तो त्यही त चट्ट पारेर मिलाएर केही गरेर यसै चट्ट काट्ने पिट्ट फाल्दिने अनि यो यसो गरी फट्ट फुकाएर पिस बनाएपछि चप्प खान मिठो हुन्छ सही लास्टै मिठो भएको अस्तिको मलाई त पल्केको हौ मात्रै आयो फर्स्ट टाइम खाएको तर लास्टै मिठो भयो बनाउनु मन चाहिँ मिठो तर के अरे मासु भन्दा एसआई बढी हुँदो रहेछ यसमा चाहिँ मासु त त्यति स्वादको लागि मात्रै यो एसआई नै हो नभए त एसआई सुप खाने यसको त्यो त्यहाँ देखाउँदा नै त्यही देखाएको छ कि सबै निराहरू देखाएको छ निरा के भन्छ त यो प्याजको पात होला लसुन भएन लसुन भन्दा होइन प्याजै होला प्याज हो प्याजको पात होला लसुनको पात चाहिँ अलिअलि कडा हुन्छ नेपालतिर र यहाँको त तर प्याजको पात पनि त कस्तो स्मेल आउँछ नि त के हो घाँस जस्तो के जस्तो त्यो हुन्छ नि खर टाइपको अझै बासना के हुन्छ अब यस्तो बनाउन आफूलाई आउँदैन के गर्नु आफू त अब मोबाइल समाउने भिडियो गर्ने आँखा देखिन्छ ठ्याक्कै पढ्न सकिन्छ सोधेस् ने टिकनले के भनिरहेको छ हजुर पौड्दैछ ढुङ्गा नि थियो कि एकछिन पौडिनु पर्यो नि बुता राख्ने होइन कसले बुता खान्छ मैले जे पाते भन्ने यार बुता खाने कुरो हैट कसैले खान्छ बुता हैट के बोलेको साथी खै यता जुम गरौँ त कसले हो त्यसो भनेको खै यता हेरौँ त यता कसले हो भनेको मुखको टल्काएर अब नाबे बनाउनु तयार हुँदैछ हाम्रो होइन राखिदिनु यो नाबे है हाम्रो यहाँ नाबे बन्ने तयारी हुँदैछ खासै नाबेको भन्नाले यो छुट्टै अलि स्पेसल भाँडो त्यो माटाको भाँडो त भयो भने चाहिँ अझै मिठो हुन्थ्यो त्यो भाँडा चाहिँ हामीसँग अभाइलेबल छैन
फ्राई यसैमा बनाइन्छ मिठो हुन्छ। त्यसपछि यो चाहिँ बोइल गरेको चिकन हो। त्यति काँचो राख्यो भने चाहिँ त्यति पाक्दैन, फेरि अलिक मिठो हुँदैन। काँचो स्मेल आउँछ। त्यो बोइल गरेको चिकनलाई यस्तो राखिदियो भने छिटो पनि पाक्छ, काँचो स्मेल पनि आउँदैन। यहाँ राखिदियो। त्यसपछि अब मेरो साग आएको चाहिँ यो त जति खायो त्यति स्वास्थ्यलाई राम्रो हो। त्यही त नि, केही तेल सेल केही नराखेको है, केही छैन यो। त्यसपछि निन्जिनहरू साइड साइडमा राख्यो। अब आयो हाम्रो नेगी, नागा नेगी। नागा नेगी यसलाई चट्ट राखिदिएर नेगी भयो। अब हाम्रो एमकी मसरुम भनौँ न, अब नेपालीलाई चिन्नलाई चाहिँ मसरुम। मसरुम जापान कोरिया गएको मान्छेले उसिनेको मात्रै खान्छ भन्छन् नि, हो यही हो उसिनेको खाने भनेको। प्राय यहाँको खानेकुरा चाहिँ यस्तै हो। यो उसिनेको हामीलाई चाहिँ अब नुनिया पिरो टक्क भयो भने जिब्रो पड्काएर खाने बानी लाग्छ होइन। यहाँ चाहिँ सबै उसिनेको मात्रै खान्छन् अरे। ऊ कि ओले खान्छन्, ओले भन्थ्यो अब त्यो नुन नानो राखलाई। तर यो चाहिँ लास्टै मिठो, यो मेन मिठो हुने चाहिँ उयो ससेजले हो, अरू केही होइन। ससेजले ससेज होइन, ससले चाहिँ अब यो हिरो, यहाँ चाहिँ नाभेको हिरो चाहिँ नाभेको मोटो नाभेको खास टेस्ट चाहिँ यो हो कि यो आकाकारा भनेर लेखेको छ। यो अलिक चाहिँ हट स्पाइसी खालको हो। यो अलिक पिरो तर यहाँको थरी थरी हुन्छ, स्पाइसी अनि गुलियोवाला सबै हुन्छ। स्पाइसी नाम हो, हाम्रो लागि स्पाइसी केही पनि होइन है। फेरि किमुची उसको पाइन्छ। अनि त्यसपछि यो टङ्कोचु भयो। त्यसपछि अरू यो कैँची छ नि तल, सियो भनेर नि यो नुनको स्वादको त्यसको पाइन्छ। नुन त यसमा पनि छ नि, नुन त छ तर भनेर कि नुनको मात्रै उसको यस्तो रातो स्पाइसी हुन्छ। यो सबै राख्यो। त्यसपछि जाडोमा पानी आछ बाहिर, पानीमा मजाले तातो तातो खाना। यसको सुप यति मिठो हुन्छ कि बोलेको च्याप्प पारेर नि च्याप्प पारेर चट्ट पार्नु होइन। ओके दायो, यति सजिलो बनाउन पनि यति सजिलो पकाउन पनि। अब ग्यास अन गर्ने बल्ल, ग्यास अन गरेर अनि ढाकिदियो, सक्यो, पाक्यो। छिटो छिटो स्वास्थ्यलाई राम्रो। यो अब यति होस् भाइ। अब यो सक्यो। गाँस बाल्यो, ग्यासमा एक बोइल गरिदिएपछि अनि सक्यो। अहिले यसो गरेर च्याप्प राखिदिएपछि च्याप्प हुन्छ। अहिले एकछिनपछि हाम्रो नाभे अब यहाँ रेडी हुँदैछन्। ओके गाइज, A few moments later. हाम्रो नाभे रेडी भयो। ओके फाइनली हाम्रो नाभे इज रेडी। Oh my god, oh my goodness, oh my, कस्तो मिठो स्मेल। Oh my goodness, oh my goodness। मुख रसाइसक्यो। यस्तो हुन्छ नाभे चाहिँ पुरै। यो चाहिँ पुरै हेल्दी, अनहेल्दी केही पनि छैन है। पुरै सफा राम्रो, न तेल छ न केही छ न केही छ। एकदम यो चिकन छ अनि यासाई मतलब तरकारी मात्रै छ। भेजिटेबल यसै भने भेजिटेबल। ओ माई गुडनेस, त्यो अमिलो राख्दिने थोरै। कस्तो हुन्छ त्यो अमिलो? लेमन ठिक छ, यति छ। ओके हामी अब खाना रेडी। ओके हाम्रो पाण्डे सर चाहिँ अब हाम्रो यहाँ प्लेटिङ गर्दै हुनुहुन्छ होइन। जाडोमा तातो तातो सुप कसलाई मुख रसाउने हो यो हेरेर फेरि। ओ माई गुडनेस, तर देख्नेलाई त नखाएको मान्छेलाई चाहिँ के हो भन्ने त हुन्छ होला है, देख्दा त के हो यस्तो है, के खाएको भन्ने त हुन्छ। तर यो हो नि खानकी त होइन, एकदम हेल्दी। त्यस्तै खान्छन् र जापान कोरियाको मान्छे 100 वर्ष भएको छन्। सही हो है पाण्डे सर, गुड खान्छ र 50 वर्षमा ओह्रालो लाग्छ। सही हो है पाण्डे सर, सही हो पाण्डे सर, सही हो। सागपातहरू काँचो सागपातहरू खाने गरौँ, स्वस्थ रहौँ, यस्तो खाने गरौँ। हजुर धेरै बाँचौँ अरू के। ओके हामी भनेर त्यसरी हामीले अनुरोध गर्न चाहन्छौँ।
सो द्याट्स ने हामी चाहिँ कपाल काटेर हिरो भाइछौँ भन्नु न कपाल काट्दाखेरि बुढीले यस्तो पर्फेक्ट बुढी फेरि कसले कसरी पाउनु बुढी त पाकै हो कि कस्तो भगवानले वरदानै आयुष्मान भव तथास्तु भनेर दिएकै हुन् भगवानले बुढी त है प्रियङ्कालाई ए प्रियङ्का कार्कीलाई पाण्डे भव भनेर भगवानले आशीर्वाद दिएका बुढीमा त आमामा 32 गुणले सम्पन्न बुढी पाएर किसी की नजर नलगे ओके अब हाम्रो ब्लग हेर्नेहरूलाई के भन्न चाहनुहुन्छ ब्लग हेर्दै हामी चाहिँ यसो अब तातो जाडोमा सुप बनाएर यसरी मजा आ गया यसरी खानुला भन्न जान्छ हामीले अब मन चाख्छ है त के छ ओइसै ओइसी एक नम्बर अब हामी चाहिँ यो मिल अब पुरै खाएर मस्त हुन्छौँ सकाएर सुत्ने अब फिनिस गरेर ओके अब हाम्रो भिडियो यसै आइराख्छ है अपडेट भइराख्छ भिडियो लाइक गर्ने सब्स्क्राइब गर्ने सबैले शेयर गर्ने कस्तो लाग्छ कमेन्ट गर्ने शेयर पनि गर्ने अब जापानको बारेमा के देख्नु थर्काएर हो यस्तो गरेर जापानको बारेमा के देख्नु मन छ भनेर हामी चाहिँ हैन हामी चाहिँ भोलि के भिडियो राख्छौं भोलि हामी चाहिँ अब पुरै यामा भने पुरै पहाडतिर हामी हरियाली हेर्न जान्छौं फुल यसो फुल फुलेको ओके हामी कोइनतिर घुम्न जान्छौँ भोलि पनि त्यता गउँछ ओके बाइ बाइ गाइस ब्लग चाहिँ आइरहन्छ सब्स्क्राइब माय च्यानल सपोर्ट गर्नुपर्छ ओके हैन बाइ बाइ से बाइ 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 ओके Have a सी good day. यू